नमस्ते। पूर्व मेचीदेखि पछि महाकालीसँग जुनसुकै महाकालीसम्मको जुनसुकै कुनाको भए पनि यो भाइ यदि कलिलो उमेर नपुगिकन विदेश जान लागेको हो भने यो भाइलाई रोक्नु पर्यो। शिक्षा दीक्षा र लिने उमेरमा ठिक छ, जिम्मेवारी छ, आफ्नो ठाउँमा छ, घर परिवारको जिम्मेवारी छ, आफ्नो ठाउँमा छ। तर घर परिवार बाहेक नेपाल सरकारको पनि केही जिम्मेवारी छ देश र यो देशको आम प्रजाको लागि, आम जनताको लागि, आम नेपालीको लागि। यो भाइ कलिलो उमेरमा एउटा अथेन्टिक पोलिसी क्रिएट गर्नु पर्यो वैदेशिक रोजगारको लागि। जसले पनि वैदेशिक रोजगारमा जान पाउने व्यवस्थाको अन्त्य गर्नु पर्यो र अथेन्टिक पोलिसी क्रिएट गरेर त्यो पोलिसीलाई स्ट्रङली एयरपोर्टमा लागू गर्नु पर्यो। यदि एयरपोर्टमा लागू हुँदैन भने यो कुरा हाम्रो सम्बन्धित देशको राजदूतावास अथवा राजदूत मार्फत पनि लागू गर्नु पर्यो। हेर्नु पर्यो, पढ्ने उमेर हो भने पढ्न पठाउनु पर्यो डियर बालेन, रोजगारीमा होइन, विदेशमा होइन। हस्।